हेलो साथीहरु, आज चाहिँ म तपाईहरुलाई कफीको बारेमा देखाउँदैछु। कफीहरु फलेको हेर्नुस् त साथीहरु, कफी कसरी फल्दो रहेछ। कति मजाले कफीहरु फलेको छ है। यो चाहिँ कफीको बोटहरु भयो। यसरी फल्दा चाहिँ कफीहरु चाहिँ जिउभरि नै फल्दो रहेछ। हाँगामा फल्छ कफी। अहिले चाहिँ कफी पाक्ने समय भएको छ र कफीलाई टिप्नुको लागि हामी सबै साथीहरु यहाँ बगानमा कफी बगानमा भेला भएको छौं। सबै साथीहरु सबै मिलेर हामी कफी टिप्नु लागेको। हेर्नुस् है त, कफी हेर्नुस् त कति मजाले फलेको छ। एउटा दुईटा पनि हैन, प्रकृतिले कति मजाले फलाइदिएको हेर्नुस् त। यति धेरै सबै रातो पाकेको धेरै मजा आउँदो रहेछ है। कफी टिप्नु पनि फलेको हेर्नु पनि धेरै रमाइलो हुँदो रहेछ साथीहरुसँग गफ गर्दै नै। यहाँ सम्पूर्ण साथीहरुले पनि हेल्प गरिरहनु भएको छ कफी टिप्नलाई। कफीहरु यसरी बगानमा मजाले टिपिरहेका छौं। हामी सबैजना मिलेर चाहिँ कफीलाई टिपेर एक जग्गा भेला गर्दै छौं। नेपाल यो कफी हाम्रो कफी फलेको बिहान बेलुका उठेर खान्छौं। यही कफी हो। सुरुवात चाहिँ यसरी नै हुन्छ। बोटमा चाहिँ यस्तो प्रकारको फल्छ। हेर्नुस् त कफी कति राम्रो छ।